रोपाइँको अन्तिम करिब करिब अब हामी यो रोपाइँको अन्तिम चरणमा पुगिसकेका छौँ। यहाँनिर माथिल्लो खेतमा हलिया टिम यो गोरुलाई घुमाइरहेको छ र यतापट्टि रोप्नेरीहरू हाम्रो आदरणीय बाउजू मेरो मुवा बहिनीहरू भाइ लगायत अन्य थुप्रै आफन्त शुभचिन्तकहरू यो रोपाइँको कार्यमा जोडिनु भएको थियो। यो करिब करिब यो तलदेखि माथिसम्म हाम्रो एकलौटी यो खेत पर्छ र यो हामी अन्तिम खेतमा आइपुगेका छौँ। निकै रमाइलो माहौल छ र मौसमले पनि साथ दिएको छ। निकै फेरि एउटा तपाईँहरूलाई म जानकारी गराउन गएको छु। यो केही वर्ष अगाडिसम्म यहाँ निकै खेतीयोग्य जमिन लह फल्ने धान फल्ने खेतहरू थिए र यो 79 को असोज 19देखि 25सम्म आएको यो विपद र त्यो विनाशकारी बाढीले गर्दा हाम्रो यो खेतीयोग्य जमिनलाई खण्डहर एउटा मरुभूमि र ढुङ्गा र गिटी र यो खोला बगरमा परिणत गरिदिएको छ। निकै एउटा दुःखद विषय छ र त्यो बाढीबाट बचेका केही आसपासका खोला वारिपारीबाट खोलाले कटान गर्न सकेका खेतहरू बचेका थिए र त्यही खेतमा थोरै भए पनि प्रत्येक वर्ष